हेलो एभ्रिवान, वेलकम ब्याक छ तपाईँलाई। आज फेरि मैले अर्को एउटा गीतको चाहिँ लेसन लिएर आइसकेको छु। तर त्योभन्दा पहिला म चाहिँ तपाईँले यो गीत सुनाउन चाहन्छु, त्यसपछि हामी लेसनतर्फ लागौँ है त। समर्पित यो जीवन तिमीमा मेरो, समर्पित यो जीवन तिमीमा मेरो, मलाई मुटु बनाई तिमी बाँच्ने गर, मलाई मुटु बनाई तिमी बाँच्ने गर, कहिले प्रीतिको फुल बनेर फुलिदिन्छु, कहिले पूर्णिमाको जुन बनेर झुल्किदिन्छु। ओके, तपाईँले पक्कै पनि गीत त थाहा पाइसक्नु होला। एकदमै चलेको पहिलाको फेमस गीत हो कहिले प्रीतिको फुल भनेर, जुनको सिङ्गर हुन्छ पवित्र सुब्बाज्यू। यो गीत एकदमै चलेको, एकदमै गाह्रो गीत छ है। म तपाईँलाई यहाँदेखि यहाँसम्म गाउँछु अनि यसको टुक्रा पारेर एक्सप्लेन गर्नेछु, फेरि तल्लो पनि गाउँदै टुक्रा पारेर एक्सप्लेन गर्नेछु है त। सो एकदमै चलेको गीत हो, एकदमै यो गीत चाहिँ गाह्रो गीत है त। यसमा हाई छ, लो छ अनि घुमाएको छ, सुन्दा एकदमै सजिलो सुने पनि एकदमै गाह्रो गीत हो। सो म तपाईँलाई यो सबै टुक्रा टुक्रा पारेर तपाईँलाई म एक्सप्लेन गर्छु है त। सुरुमा म गाउँछु है त। सो लागौँ। कहिले प्रीतिको फुल बनेर फुलिदिन्छु, कहिले पूर्णिमाको जुन बनेर झुल्किदिन्छु। सो गीत चाहिँ यस्तो प्रकारको छ है। र तपाईँलाई म सुरुमै भन्न चाहन्छु होइन, कहाँ के छ होइन। सो कहिले प्रीतिको फुल, यो फुल छ नि, यो फुल एकदमै लो छ है, लोमा गएको छ होइन। सो एकदमै गाह्रो हुन्छ गाउनु, त्यही भएर लोमा प्र्याक्टिस गर्नु होला होइन। सुन्नुभयो होला, फेरि म एकपल्ट गाउँछु है त। कहिले प्रीतिको फुल, सुन्नुभयो है। सो कहिले हल्का हाई होइन, यो भनेको हाई है। प्रीतिको प्रीति एकपल्ट घुमाएको छ ल। प्रीतिको फुल हल्का लो है, बनेर ठिक्कको नर्मल बनेर फुलीमा घुमाएको छ ल, यसमा घुमाएको छ है। फुली यति है, फुलिदिन्छु नर्मल छ है। सो फेरि तपाईँलाई बताउँछु, हल्का हाई। अनि यो गाउनुभन्दा अगाडि चाहिँ सास तानेर गाउनु होला है, किनकि फुलमा लो छ है त। त्यही भएर यसलाई आवाज पुऱ्याउनु पर्ने हुन्छ, त्यही भएर सास लिनुहोस् पहिला होइन। सास लिने अनि कहिले प्रीतिको फुल, तपाईँले सास लामो नतानी गाउनु भयो भने चाहिँ यो फुलमा तपाईँको आवाज पुग्दैन, त्यही भएर सास तान्नु होला। अनि बनेर फुली, यस्तो चाहिँ फुली छिटोमा फुलिदिन्छु। अनि तलमा कहिले, लाइक कहिले नर्मलै चाहिँ हल्का है। कहिले पूर्णिमाको, हल्का लो ल, पूर्णिमाको। अनि जुनमा फेरि हाई छ ल, एकदम अलिकति हाई नै छ है यो चाहिँ, यो हाई छ है। जुन घुमाएको पनि छ ल, जुन यसरी तपाईँले जुन स्लोमा चाहिँ जुन अनि फास्टमा जुन यस्तो हैन। कहिले पूर्णिमाको जुन
बनेर बनेर हाई नै छ है। झुल्की हल्का घुमाएको छ ल, घुमाएको नि अनि अलि हाई हाई पनि। झुल्की कीमा चाहिँ घुमाएको छ ल, झुल्की यतिको छ है। झुल्की हाई कीलाई अलिकति हाई र घुमाएको छ ल। झोलाई हल्का लोदेखि उठाउने ल। झुल्की दिन्छु चाहिँ नर्मलै छ है। अनि अब यो तिम्रो जीवनमा, यो तिम्रो जीवनमा हाई छ ल। अब कसरी गाउने भन्दाखेरि म पहिला गाउँछु अनि यसलाई टुक्रा गरेर तपाईँलाई सुनाउँछु है। तिम्रो जीवनमा, तिम्रो जीवनमा सधैँ हो सधैँ यस्तो छ है त। सो सुन्नु हाल्नु होला होइन। घुमाएको छ ल, हाई छ है। तिम्रो अलि तिम्रो यो म्रोमा टाइम लिने ल। तिम्रो यतिको। अब यो चाहिँ अलिकति स्लो नै भएन, अलिकति यसलाई फास्टमा गर्नु ल। तिम्रो जीवनमा नर्मल छ है, हल्का स्लो छ है। अब यो हाईदेखि हल्का अति लो छ ल। तिम्रो जीवनमा अनि फेरि दोस्रो गाउँदा चाहिँ, दोस्रोपल्ट गाउँदा चाहिँ तिम्रो जीवनमा अनि मामा हल्का तान्नु छ ल। सधैँ हो सधैँ यसमा हल्का घुमाएको छ ल, खेलाएको छ ल। सधैँ दोस्रोपल्ट गाउँदा सधैँ सधैँ नर्मल हो सधैँ यस्तो छ। अनि फेरि गाउँदाखेरि चाहिँ सधैँ यसलाई पनि घुमाएको छ अनि हो सधैँ हो सधैँ यो टाइपको छ ल। अब कति बुझ्नुभयो बुझ्नु भएन है। फेरि अब सुनेर गाउनु होला होइन, अलिकति लामो भइसक्यो त्यो गाउनु छिटो गाउँछु। सो यहाँदेखि म यहाँसम्म चाहिँ गाउँछु अनि तपाईँले फेरि म एक्सप्लेन गर्छु है त। सो कस्तो छ समर्पित यो जीवन तिमीमा मेरो, समर्पित यो जीवन तिमीमा मेरो। मलाई मुटु बनाई तिमी बाँच्ने गर, मलाई मुटु बनाई तिमी बाँच्ने गर कहिले यस्तो यो टाइपको छ है। सो यो नर्मलै छ है। समर्पित यो जीवनमा, यो हल्का घुमा छ ल। जीवनमा तिमीमा, तिमी यो माले चाहिँ लामो गाडेको छ ल। तिमीमा मेरो बुझ्नु होला। समर्पित यो जीवन तिमीमा है, तिमीमा मेरो। अनि मलाई मुटु बनाई तिमी यस्तो छ है। त्यो प्याटर्न सुन्नु होला। मलाई मुटु बनाई तिमी बाँच्ने है गर। अनि मलाई दोस्रोमा मलाई मुटु स्लोमा छ है। दोस्रोमा चाहिँ मलाई मुटु बनाई तिमी बाँच्ने गर यस्तो टाइपको छ ल। सो तपाईँसँग भला अब भिडियो अलि लामै भइसक्यो है। यही हो, यही चाहिँ तपाईँले फेरि बुझ्नु भएन फेरि सुन्नु होला होइन। सो मेन टिप चाहिँ के भन्दाखेरि तपाईँले गीत राम्ररी सुन्नु होला। अनि कहाँ तपाईँलाई अलिकति मिस्टेक भइरहेछ जस्तो लाग्छ भने चाहिँ तपाईँले यहाँ सुन्न सक्नुहुन्छ।
यति नै हो र आज चाहिँ मैले यति नै बनाएँ। भिडियो अलिकति लामो भयो। थ्याङ्क यू सो मच फर वाचिङ। अर्को पालि अर्को गीतमा चाहिँ टिप्स अथवा लेसन लिएर आउनेछु। यो चाहिँ खालि बाथरुम सिङ्गरहरूको लागि त। थ्याङ्क यू सो मच फर वाचिङ। किप प्र्याक्टिस, किप लिसन, किप सपोर्ट। थ्याङ्क यू सो मच।